देशको गृहमन्त्री तर हिसाब किताबमा अन्धकार, राजीनामा त दियो तर अझै प्रश्न बाँकी छ। चितवनको भरतपुरमा 30 कट्ठा जमिन, त्यो पनि तपाईको पिताको नाममा, त्यो पनि पैतृक। गोर्खामा बाजेको नाममा 221 रोपनी जग्गा, त्यो पनि पैतृक। धनकुटामा स्वयं सुदन गुरुङकै नाममा जग्गा छ तर त्यसको स्रोत खुलाइएको छैन, कहाँबाट आएको। सुन झन्डै 1 किलो भन्दा बढी, चाँदी 6 किलो, त्यो पनि पैतृक। तपाईको बुवाले त भन्दै हुनुहुन्थ्यो ढुङ्गा बोकेर तपाईलाई पढाएको, आयो कहाँबाट। त्यसपछि लक्ष्मी ब्याङ्क, नोबेल ब्याङ्क, सानिमा ब्याङ्कमा गरेर करिब 61-62 लाख रुपियाँ तपाईको खातामा नगद छ, त्यसको स्रोत कहीँ पनि खुलाइएको छैन। यो कहाँबाट आयो बताइदिनु पर्यो। राजीनामा मात्रै दिएर पुग्दैन। विभिन्न कम्पनीमा सेयर छ, त्यसको पनि स्रोत खुलाइएको छैन। व्यवसायबाट आएको छ भनेर लेखिएको छ। के व्यवसाय गर्नुहुन्थ्यो तपाईँ, हामीलाई थाहा छैन। हामीलाई त तपाईँ हामी नेपाल भन्ने एउटा ग्रुप थियो, त्यसको तपाईँ अध्यक्ष हुनुहुन्थ्यो भन्ने सुनेको मैले त। तपाईँको के चाहिँ बिजनेस थियो। अनि सबैभन्दा ठुलो कुरा, बिचौलिया दीपक भट्टसँग तपाईले 25 लाख बराबरको शेयर किन्नु भएको रहेछ, लगानी रहेछ तपाईको। त्यो चाहिँ कहाँबाट आयो। तपाईले बिचौलिया भ्रष्टाचारीसँग सम्बन्ध राख्ने, यसको जवाब स्पष्ट चाहिन्छ हामीलाई। अब कुरा सिधा छ, यति धेरै सम्पत्ति किन लुकाइएको छ, स्रोत खै कहाँ, स्रोत खुलाइएको छैन। जनता खोजिरहेको छ, अब लुकाएर हुँदैन, देखाउनु पर्यो स्रोत, कहाँबाट आयो पैसा देखाउनु पर्यो। जय नेपाल, नमस्कार।